फिश चटनी गाइस ये ब्लेक करिए तो लेट्स स्टार्ट वाओ डन वाओ मिठो भएछ है ससेज फ्राई पनि छ हल्का मसिनो मसिनो ससेज भुजिरी त यस्तो मिठो लाग्छ मलाई लास्टले टेस्ट नै डिफरेन्ट गरिदिन्छ क्या त्यसलाई इन्हान्स गरिदिँदैछ सुरुमा चाहिँ भातै खान्छु मजाले जल्दी खुर्सानी भुजुरीले त एक्स्ट्रा हुँदैको छ आयो टेस्ट नै डिफरेन्ट गराइदिन्छ क्या कसरी पाकेको छ भुजुरी चाहिँ मेरोमा है एकदमै सिम्पल छ फेरि ल चिकन लेग पिस म त खाएँ चिकन खानु चाह 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 दामी हो बिचमा हजुरले मेरो चटपटे जर्नीहरू पनि सोद्धाखेरि हुन्छ है मलाई एकदम सेयर गर्न पनि रेडी हुन्छ भन्न याद दिलाइ थियो न त म खाएको खाइ गर्थेँ होला आहा कस्तो मिठो छ है हाम्रो भाइको चटपटे जर्नी चाहिँ कसरी सुरु भएको नि सुरुमा धेरैजनाले त है चटपटे भाइ भनेर चिन्छ होइन उसलाई सो धेरै कुराहरू भएको थियो हाम्रो चाहिँ अघि न पकाउँदै गर्दाखेरि सबै कुरा चाहिँ उसकै अब च्यानलमा आइहाल्छ यहाँ पनि थोरै थोरै कुरा मैले सोध्न लागेको चाहिँ हो माइन्ड नगरिदिनु होला ल भाइ भन नि त चटपटे जर्नी चाहिँ म ब्याचलर पढ्दाखेरि 4th सेमेस्टरमा स्टार्ट गरेको अनि भाइ र मैले स्टार्ट गर्दाखेरि हामीले 10,000 इन्भेस्टमेन्टमा गरेको 10,000 मा फाइदा कति हुन्छ फाइदा जस्तै 1000को बेच्यो भने 600 जति बस्यो अनि मिहिनेत है भाइ चाहिँ मलाई एकदमै मिहिनेती लाग्छ है एकदमै हार्डवर्क गर्ने मान्छे हो धेरैजनाले चिनेको होला झन् देखेको पनि होला है भाइ मक्ख मेरो चाहिँ लकी नम्बर चाहिँ 4 भएको चटपटी गरेदेखि किन भन्नु न फर्स्ट डेको कमाइ 400 थियो 4 अनि हाइएस्ट पनि मेरो 40,000 को 4 क्या अनि त्यो भएर चाहिँ म लकी नम्बर 4 मान्छु क्या दामी भाइको हातको चटपटी पानीपुरी खान मन लागेको छ म उता आमाकोमा आयो भने खिलाऊ है चटपटी पानीपुरी बेस्ट हो नि त भाइको त मजाले पाके खायो दामी भयो के जाऊ सधैँ भयो नि खान सकाउनुलाई चाहिँ होइन ठिक हुन्छ यिनीहरू पनि खानु छ